उठ्ने होइन र भरै रेडी लागिसक्यो ल ल सानोलाई धाडा के खान्छ तिमीले अन्धा के खान्छ रे अन्डा त होइन होला ल ल ल ल ओहो यस्तो सुतेपछि नि हुन्छ हामी त गोर्से चोकमा आयो अहिले होइन ठ्याक्कै 1 घन्टामा झर्यो गोर्से चोकमा आयो यताबाट अरङखाँचीदेखि झर्ने यता जाने बाटो पश्चिम यता जाने बाटो चाहिँ काठमाडौँ बुटोल के खायो अरे के खायो तिमीले मैले त अन्डा खान्छु भन्दै त पूजा गर्न जाने होइन भनेको गाडी फुल भएर आइसक्यो खान बुढी जाने कृष्ण र हिँडेको है तर यति महँगो भएछ त है 180 डिजल 200 2 रुपियाँ घटेछ होइन त आज हामी यहाँ पनि आइयो ल स्वयं महादेवको मूर्तिमा डाँडा यसमा नाक दियो त यो पहाड है पहाड हो यस्तो सोही छ अब यहाँको चाहिँ भिडियो फोटोहरू खिचेर 1 घन्टा आधी घन्टा जति बस्यो होइन ठाउँ चाहिँ राम्रो चिसो ठाउँ ल गाइस आनन्दको बिहानमा चाहिँ अलिकति लाइट कम भएर न त ठिक छ दिनमा आउनुभयो भने धेरै आज त गर्मी बढी छ तर राम्रो ठाउँ छ ल अब स्वर्गदारी गरेर भेटौँ ल भालेबाङ आयो भालेबाङ यहाँदेखि यता चाहिँ नेपालगञ्ज हामी चाहिँ लाग्यौँ यता
ल ल बनाना अरू कसले खाने हो खाने भए खाउन तर उता पछाडि डिक्कीमा राखिदियो म बस्ने कि तिमी ए म बस्ने सानाले म बस्छु अरे आउँछ नि सोफिया खाऊ मौसम त आहा कति राम्रो मौसम छ सानोले पैसा मागेन आज मम्मीसिन सानो ल गाइस यहाँनिर चाहिँ हामीले नास्ता खाएको होटल सावित्रा होटल भन्ने होटलमा अनि चाहिँ हामी यहाँबाट लाग्यौँ अब फाइनल गाइस हामी चाहिँ स्वर्गद्वारी पुग्यो स्वर्गद्वारी आश्रम कस्तो ल जानु चाहिँ पर्ने माथि ल के छ मिलाएर पढ्नु है घोडा गाइस हामी चाहिँ जाँदैछौँ गाउँ धेरै राम्रो रहेछ पारीको चाहिँ स्वर्गद्वारी स्वर्गै पुगिन्छ कि क्या हो अलि हिँड्नु हौ तपाईँलाई घोडै ठिक थियो ए समय चढ्यो भने त सिधै गइँदैछ चाँडै बिहान 4 बजे हिँडेको हामी 11 बजी सक्यो बल्ल यहाँ आइपुगेका छौँ अझै पनि छ अलिकति आधी बाटो यहाँनिर पनि काम चल्दो रहेछ त्यहाँनिर पनि मर्मत सरसफाइ के को बिरुवा रहेछ अरे जनताहरू बिहानी आएर फर्कियो ल हामी चाहिँ मन्दिर आइपुग्यो यहाँभन्दा भित्र त नमिल्ला भिडियो बनाउन होइन ल बन्द गरेको मन्दिर यहाँ पनि अन्त दर्शन गरेर तपाईँले दर्शन गर्नुहोस् स्वर्गद्वारीको मर्मत हुँदैछ मन्दिरहरू पनि यसो राम्रो कुरा पहिला धेरै भाग्यमानी मान्नु पऱ्यो आफूलाई होइन ठिक यहाँ चाहिँ आश्रमहरू अनि प्लस गुरुकुलहरू विद्यालय पनि रहेछ मन्दिरकै तर्फबाट होला सब्जी पढाउनेहरू जस्तो होला नि ठिक छ हजुरलाई गौशालामा पनि आयो गाई पाल्न हामीले छोडिदियो के अरे अब यहाँ यस्तो गौशालामा आउने हेर्ने यस्तो छ घाँस पारी चाहिँ भरन गइरहेको लाग्यो आजलाई भिडियोको दामी हाल्यो
ल गाइस हामी चाहिँ स्वर्गद्वारी दर्शन गरेर फेरि फर्केर हामी चाहिँ रोल्पा लिबाङ बजारमा आइपुग्यौँ। ल स्वागत छ तपाईँहरूलाई लिबाङ बजारमा। बस यार एकछिन पार्किङ। अहिले सोधौँ न यहाँबाट कता कता गइन्छ। त्यसपछि लिबाङ बजार लिबाङ। कोही खुसी छैन त्यत्तिकै त होइन, त्यो जबरजस्ती ल्याए जस्तो भयो। ल बजार आयो, बजार लिबाङ बजार। घाँटी धोएर बिजो भयो। कार्यालयहरू नि रहेछन् सबै तल है, यता होइन। ल गाइस धेरै लङ भिडियो भयो, अहिलेको लागि यति नै। थ्याङ्क यू सो मच। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। अनि तपाईँलाई भिडियो मन पऱ्यो भने बिहान 4 बजीदेखि हिँडेको हामी अहिले राति 6 बजिसक्यो। घर पुग्दा त राति 11-12 बजे पुग्छु, 12 बज्छ होला। अहिलेको लागि यति नै। ल धन्यवाद। थ्याङ्क यू सो मच गाइस, थ्याङ्क यू।